साथीहरू हामी स्मरण गराउन चाहन्छौँ यो संघीय निजामती ऐनलाई हामीले जनाउँदै गर्दाखेरि नेपालको संसदले संघीय निजामती सेवा ऐन जारी गरेको छ। त्यो ऐनको विरुद्धमा आम जनताको सिपाही भएर हामी सड़क संघर्षमा र यो निजामती जो विधेयक ऐनको रूपमा पारित गर्यो त्यसको विरुद्धमा आज यहाँ जम्मा भएको छ। आज देशमा नेपालको संविधानले पनि समानताको हकलाई मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। गरीब आम जनता जो देशको नागरिक हो कि होइन भनेर हामी प्रश्न गर्न चाहन्छौं। देशका सांसदहरूलाई हामी खबरदारी गर्न चाहन्छौं, तपाईहरू गरीबको भोटबाट संसद बनेको हो कि होइन। यो देशले सामाजिक न्यायलाई पनि मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ, तर समानताको हक विरुद्ध सामाजिक न्यायको हकको विरुद्ध आज कोही मान्छे छोटा कर्मचारीहरूलाई ग्रेड वृद्धि नहुने, ठाई नहुने, सेवा प्रवेशमा निषेध गर्ने गरी गरीबको घाँटीमा भाग्य भविष्यमा छुरी चलाउने जुन विधेयक पारित गरेको छ त्यसको हामी कड़ा शब्दमा घोर निन्दा र भर्त्सना गर्न चाहन्छौं, विरोध गर्छौं र आगो लगाएर त्यसलाई च्यातेर आज हामी सबैको बीचमा यसको अन्त्य गर्छौं। आम जनताको पार्टीले यसलाई स्वीकार गर्दैन भन्ने कुरोको उद्घोष गर्न चाहन्छौं। साथीहरू हामी स्मरण गराउन चाहन्छौं यो संघीय निजामती ऐनलाई हामीले जनाउँदै गर्दा